हामीलाई केही थाहा छैन, तपाईँले पहिला तालिम दिनु पर्यो भन्नुहोस्। सहकारीले त्यो तालिम आयोजना गर्छ। हो, म सक्छु, तालिममा भएका कुराहरू सबै म लागू गर्न सक्छु। यस्तो यस्तो हुँदो रहेछ, यो पाल्दा फाइदा यो छ, बेफाइदा यो छ, यसको बजारीकरणको कुराहरू यो छ, सबै कुरा जानकारीमा राख्नुहोस्। संस्थाबाट ऋण लिनुहोस्। त्यसो गर्दा तपाईँको भागा नाग्दैन, तपाईँ उद्यमी बन्नुहुन्छ। यी कुराहरू तपाईँले जानकारी लिनुहुनेछ। र अहिले हेर्दा तपाईँको गत असुली दर 94% छ है। म थोरै यति भन्दै तपाईँहरू माझबाट म ओझेल पर्छु। असुली दर भनेको 100% हुनुपर्छ भन्छ है। के रहेछ असुली दर भनेको? यदि 100% भयो भने जति किस्ता र ब्याज पाउनु पर्थ्यो हामीले त्यो प्राप्त गरेको छ है, संस्थाले प्राप्त गरेको छ, तपाईँहरूले तिर्नु भएको छ भन्ने हो। अहिलेको असुली दर भनेको 94%। 94 भनेको 100मा हामीले 94 रुपैयाँ उठाउन सकेका छौँ। हाम्रो 6 रुपैयाँ चाहिँ उठ्न सकेको छैन है 100मा। यसलाई 100% बनाउनु हुनेछ। भाका नागेको सबै मिलेर शून्यमा झार्नु हुनेछ। असल ऋणीहरू बन्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दै पुनः यस साधारण सभाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै म पनि तपाईँहरू माझबाट ओझेल पर्छु। हस्, नमस्कार, जय सहकारी। धन्यवाद सर।